हेलो गाइज वेलकम मेरो फर्स्ट मिनी ब्लगमा। आज चाहिँ मेरो बहिनी चटपटे खाम भनेर रिसाइरहेको थियो नि, त्यही भएर चटपटे बनाउन लाग्यौँ। बहिनीले मात्र होइन हामीलाई पनि मनपर्छ चटपटे चाहिँ। त्यसपछि एक्लै पनि के खाने भनेर मैले मेरो साथीहरू र मेरो बहिनीहरूलाई बोलायौँ। अनि सबै मिलेर खाँदा चाहिँ रमाइलो पनि हुने, मिठो पनि लाग्ने एक्लै खानुभन्दा। त्यसपछि हामीले चटपटे बनाउने सामानहरू रेडी बनायौँ, सबै काट्यौँ। प्याज टमाटर काँक्रा जे छ घरमा त्यही, धेरै सामानहरू त थिएन, त्यही पनि जे छ त्यसमै हामीले बनायौँ। अनि त्यसपछि भुजा हाल्यौँ, चाउचाउ हाल्यौँ, सबै मिसायौँ। अनि त्यसपछि कस्तो देखिरहेछ गाइज भनिदिनु, चटपटे जस्तो देखिए पनि खाँदा चाहिँ मिठो छ है। अनि सबै मिलेर खाँदा कस्तो मिठो लाग्छ। जे चिज पनि अलिकति भए पनि जति भए पनि सबै मिलेर खाँदा चाहिँ मिठो लाग्छ। अनि मेरो बहिनीहरूले थ्याङ्क यू भनिरहेको छिन्। त्यसपछि सबैले टेस्ट गरेर मिठो छ भनिराख्नु भएको छ। थ्याङ्क यू। अर्को भिडियोमा भेटौँला, बाई।